बुद्धद्वार अर्थात् पछाडिको भागमा सेक्स गर्न मिल्छ कि मिल्दैन? आज हामी यसै विषयमा रहेर कुराकानी गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नमस्ते, एसटी सुदीप युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवान रूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस्। बर्खाको सिजन छ, खेतीपातीको सिजन छ, सबै खेतीपातीतिर लाग्नु भएको होला। तर म चाहिँ हजुरहरूको लागि टक्क एउटा भिडियो बनाएर लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै ढिलो नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ गुद्दद्वार अर्थात् पछाडिको भाग, अथवा सामान्य बुझ्ने भाषामा भन्दाखेरि दिशा आउने भागमा यौन सम्पर्क अर्थात् सेक्स गर्न मिल्छ कि मिल्दैन। यो मिल्छ भन्न पनि सकिँदैन र मिल्दैन भन्न पनि सकिँदैन। तर हामीलाई सेक्स गर्नको लागि माथिबाट भगवानले यौनी बनाएरै पठाइदिनु भएको छ महिलाहरूको। यौनी हुँदाहुँदै हामीले पछाडि किन सेक्स गर्ने? पछाडि सेक्स गर्न अथवा गुद्दद्वारमा सेक्स गर्न त्यति सुरक्षित पनि मानिँदैन। किनभने त्यो दिशा आउन अथवा विकार पदार्थ फाल्नको लागि हामीले खाएको खानालाई पचाएर त्यसबाट विकार पदार्थ फाल्नको निम्ति बनिएको भाग हो। त्यसमा सेक्स गर्न त्यति राम्रो मानिँदैन। सेक्स गर्नको लागि त यौनी छँदैछ नि, यौनीमा मजाले सेक्स गरेर मजा लिनुहोस्। तर पनि कतिपय जोडीहरूमा यस्तो हुन्छ कि कति यौनीमा मात्रै यौन सम्पर्क गर्ने, एकपटक त गुद्दद्वारमा पनि सेक्स गरेर हेरौँ न, विचार गरौँ न भन्नेहरू पनि हुन्छ। तर आफ्नो श्रीमान श्रीमतीको सल्लाहमा अथवा आफ्नो पार्टनरको सल्लाहमा, सल्लाहअनुसार, सल्लाह सहमतिमा चाहिँ गुद्दद्वारमा अथवा दिशा आउने भागमा सेक्स गर्न सकिन्छ। तर राम्रो चाहिँ मानिँदैन, किनभने यसमा सेक्स गर्दा बढी सङ्क्रमण हुने जोखिम हुन्छ। तर यदि विचारै गर्ने हो र एकचोटि टेस्ट गरौँ, विचार गरेर हेरौँ भन्ने हो भने आफ्नो जोडालाई अथवा आफ्नो श्रीमतीलाई सम्झाएर एक आपसमा कम्युनिकेसन गरेर सल्लाह गरेर सेक्स गर्न सकिन्छ। तर सेक्स गर्ने बेला गुद्दद्वार अथवा दिशा आउने भाग चाहिँ सफा चाहिँ राख्नुपर्छ, सफा चाहिँ हुनुपर्छ। किनभने त्यो दिशा आउने घर हो, त्यो सुक्खा हुन्छ। त्यसमा सेक्स गर्न अथवा लिङ्ग प्रवेश गराउन पहिलो चरणमा एकदमै गाह्रो हुन्छ, किनभने त्यो सुक्खा हुन्छ। त्यसमा यौनी रसहरू आउँदैन, किनभने त्यो त दिशा आउने भाग हो। त्यसैले एक आपसमा समझदारीमा, श्रीमान श्रीमती बिचको समझदारीमा गर्न सकिन्छ। तर त्यति उचित चाहिँ मानिँदैन यो पछाडिको भागमा सेक्स गर्नको लागि। हामीहरूलाई सेक्स गर्नको लागि अथवा यौन प्यास मेटाउनको लागि अथवा रोमान्टिक हुनको लागि त यौनी छँदैछ नि त। त्यसैले यो गुद्दद्वारमा सेक्स गर्न मिल्दैन भन्ने कुरो त होइन, मिल्छ तर त्यति राम्रो मानिँदैन। किनभने यसमा कडापन हुन्छ, यो साँगुरो हुन्छ। यसमा लिङ्ग प्रवेश गराउँदाखेरि धक्का लाग्न सक्छ, च्यातिन सक्छ, किनभने यसमा यौन रसहरू आउँदैन, यो सुक्खा हुन्छ। त्यसैले गुद्दद्वारमा सेक्स गर्न राम्रो मानिँदैन। कतिपयहरूले विचार गर्नुहुन्छ, कतिपय पार्टनरहरूले, जोडीहरूले विचार गरौँ एकचोटि, कति यौनी मात्रै सेक्स गर्ने, एकचोटि यता पनि गरेर विचार गरौँ न, रमाइलो गरौँ न कस्तो हुँदैछ भन्ने हिसाबले समझदारीमा, एक आपसको समझदारीमा चाहिँ त्यो हुनसक्छ, मान्न सक्छ। तर प्रायःजसो महिलाहरूले गुद्दद्वारमा लिङ्ग प्रवेश गराउन दिँदैनन्, किनभने यसमा प्रवेश गराउँदाखेरि सङ्क्रमण पनि हुने, च्यातिने, रगतहरू आउने हुन्छ। त्यसैले गुद्दद्वारमा सेक्स गर्न राम्रो मानिँदैन, गर्नु पनि हुँदैन। यो दिशा आउने भागमा किन गर्नु पर्यो र?
हामीलाई पर्याप्त मात्रामा यौनी छँदैछ। यौनीमा यौन सम्पर्क गरेर मजा लिनुहोस् भन्दै आजको विषयवस्तु थियो गुद्दाद्वारमा सेक्स गर्न मिल्छ मिल्दैन भन्ने विषयमा। तर यो मिल्दैन, राम्रो मानिँदैन, नगरेकै राम्रो मान्छु मैले चाहिँ। पर्याप्त मात्रामा यौनी छँदैछ, यौनीमा मजाले स्टाइल तरिकाले आफ्नो तरिकाले मजाले सेक्स गरेर रोमान्स गर्न सक्नुहुन्छ भन्दै आजलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। र आगामी दिनहरूमा पनि यस्तो भिडियोहरू हेर्न तपाईहरुलाई मन पर्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते।